वेलकम छ तपाईँहरूलाई मेरो भ्लगमा। सबैले सपोर्ट गरिदिनु होला। म चाहिँ अब डेली भ्लग गर्ने विचार गरिरहेको छु, तपाईँहरूको सपोर्ट भयो भने चाहिँ। अनि आजको दिन चाहिँ मेरो कसरी बित्यो भने साथीहरू, मेरो चाहिँ प्रायः घरमै बसेर दिन बित्छ, म त्यस्तो केही पनि गर्दिनँ है। अनि आजको दिन चाहिँ म बिरामी भएर यत्तिकै सुतिरहेको थिएँ, अनि निद्रा पनि लागिरहेको थिएन क्या। अनि यसो भित्तामा फोटो हेरेको त फोटोको हालत त यस्तो होइन, पुरै त्यो हुन्छ नि माकुराले जालो लगाएर हाम्रो फोटोलाई त यस्तो बेरिरहेको रहेछ होइन साथीहरू। अनि त्यसपछि हेर्नु न, त्यति राम्रो फोटो छ। अनि त्यो फोटोमा चाहिँ माकुराले जालो लगाएपछि के हुन्छ होला सोच्नु त। अनि मलाई फेरि ओसिडी छ क्या साथीहरू, एकदमै धेरै ओसिडी छ। अनि मैले तुरुन्तै गएर एउटा टी सर्ट लिएर आएँ, त्यो नलगाउनेवाला टी सर्ट। अनि त्यो टी सर्टले चाहिँ त्यहाँ पुस्दैछु है, म पुस्दैछु। हेर्नु है मेरो ढङ्ग त्यहाँ अब फोहोर भयो भनेर पुस्न लाग्यो, ऊ टक्रक्क लाएर निक्लिन्छ क्या पुरै। अनि त्यसपछि अब ल यसै निक्ल्यो उसै निक्ल्यो, अब बाहिर लगेर मजाले त्यो भित्रको जाली साली पनि पछाडिपट्टि पुरै जाली भरेको रहेछ क्या। अनि त्यो पनि सफा गरेर ल्याउनु पऱ्यो भनेर चाहिँ मैले बाहिर लग्ने विचार गरेँ। अनि बाहिर लगेँ मैले त साथीहरू। हेर्नु न, त्यो भित्तामा फोटो नहुँदा कति नराम्रो देखिने। अनि सफा गरेर चाहिँ उहुलेरै हालेँ होइन, ऊ सफा भयो क्या। त्यतातिर सबै जाली नै जाली थियो। अनि सफा भइसकेपछि चाहिँ मैले साथीहरू त्यसलाई त्यही ठाउँमा लगेर झुन्डाइदिएँ। हेर्नु त कति राम्रो देखेको त्यो भित्ताको। अब हेर्नु न त्यहाँ मेरो नाटक, फेरि मेरो नाटक होइन चलिरहन्छ। यस्तै हो, जिन्दगी हो, नाटक गर्नु पनि पर्छ साथीहरू। अनि त्यही फोटोको साइडमा अरू फोटोहरू पनि थियो, त्यो फोटो पनि अब पुस्दिउँ न त होइन, त्यत्रो त पुसिसकेँ। अब यो पनि पुस्छु भनेर चाहिँ म त्यहाँ पुस्दैछु है साथीहरू। अन्त मेरो यो वान पिसको पछाडि लागेको के भनेर चाहिँ त्यो फोहोर होला भनेर नसोच्नु होला। त्यो चाहिँ टाउकोमा हाल्नको लागि कलर लिएर आएको थियो, त्यो कलर लागेको हो, अरू त्यस्तो केही होइन। अनि मैले त्यो पुस्दै थिएँ, अनि त्यहाँ त कति कमिलाहरू थियो क्या। अनि म कसरी आएछ कमिला भन्दै पुस्दैछु क्या त्यहाँनिर। अनि त्यसपछि त्यो माथिको एउटा प्याकेट देखिरहनु भएको होला, त्यो फोटोको माथि त्यो सोनपापडीको प्याकेट हो। त्यो चाहिँ मेरो बहिनीको छोरीले मेरो हस्बेन्डलाई फादर्स डेको दिनमा दिएको भएर उसले सजाएर राखेको रे त्यो। हेर्नु त प्याकेटको कति महत्त्व छ ल, हेर्नु त। त्यहाँ उसलाई बच्चाहरू चाहिँ मनपर्ने भएकोले, अनि उसले छोरीले पनि उसलाई एकदमै माया गर्ने भएकोले उसले त्यो सम्हालेर राखेको रे। अनि गाइज हेर्नु त यहाँनिर मैले होइन यो चाहिँ कमिला कहाँबाट आइरहेछ भनेर भनेको त यो फोटोको पछाडि त यिनीहरूले पुरै घर, यिनीहरूको महल बनाएर राखिरहेको रहेछ गाइज। मलाई कति रिस उठ्यो, कुरै नगर्नु। त्यतिकैमा ऊ एक दुईवटा मेरो हातमा पनि झरेको छ, मलाई त्यसले टोकिसकेको छ गाइज होइन। अब मलाई चाहिँ त्यहाँ के लिन जाँदैछु होला, हेर्दै गर्नु ल, के लिन जाँदैछु म। मेरो हातमा त त्यहाँ टोकिसकेको छ क्या, मेरो हातमा टोकिसकेको छ क्या त्यो कमिलाले। नटोक्ने भएको भए केही थिएन क्या गाइज होइन, तर टोकिसकेको छ। अनि मैले त्यहाँ के लिएर आएर हाल्दैछु हेर्नु ल त। मलाई यति रिस उठ्यो, यति रिस उठ्यो होइन। मिल्ने भएको भए त्यसको त्यो चपाएर मासु खाइदिन्थेँ, तर के गर्नु, चपाउन पनि त्यो त जति हाले पनि एक गाँस पनि हुँदैन होइन गाइज। अनि त्यही भएर मैले त्यही रिसमा चाहिँ त्यसलाई लिएर आएर हिट हालेर छर्किदिएँ क्या। मलाई यस्तो रिस उठ्यो। अनि त्यो फोटो बाङ्ग भएको जस्तो लाग्यो मलाई, तर बाङ्ग भएको चाहिँ छैन रहेछ। अनि त्यता अरू ठाउँमा पनि छ कि भनेर हेर्दैछु कि म चाहिँ, त्यतातिर अरू ठाउँमा नि पोको पन्तरो बोकेर राखेको छ कि भनेर। अनि तल चाहिँ मैले त्यो तन्दा मैले सोफामा हालिरहेको थिएँ, त्यो तन्दालाई चाहिँ ओछ्याइरहेको छु, किनभने खाटमा नपरोस्, बेडमा होइन नलागोस् भनेर कि गाइज। फेरि यस्तो एलर्जी गराउँछ नि। अनि त्यसपछि त्यही हो गाइज होइन, मेरो चाहिँ दिनहरू प्रायः यस्तै गरी बित्छ गाइज। यस्तो यति काम गऱ्यो होइन, यत्तिकै बित्छ क्या। अब के गर्ने क्या, के गरेको छैन गाइज मैले लाइफमा। अनि त्यसपछि मैले कुच्चो लिएर आएँ, त्यो कुच्चोले चाहिँ त्यो जाली निकाल्न क्या। अब मैले त्यो अर्को त्यो ब्रस खोजेको, त्यो जाली निकाल्न कति सजिलो हुन्छ नि त, त्यो मैले भेटिनँ क्या गाइज। फेरि यस्तो मलाई जाँगर लागेको बेलामा मैले सामान भेट्दिनँ होइन। त्यस्तो जान्ने भएर त्यहाँ पुसेको, त्यो हल्लिएर त्यो चिन त झन्डै भत्किएको थियो क्या गाइज। अनि त्यसपछि चाहिँ मैले त्यहाँदेखि सुरु गर्दैछु है गाइज, त्यो कुच्चो लगाउनलाई, मतलब त्यो जाली निकाल्नलाई। तर त्यस्तो चाहिँ थिएन। अन्त भित्तामा कस्तो फोहोर नभन्नु होला, त्यो चाहिँ पानी आएर होइन, त्यो छड्के पानी आएपछि चाहिँ भित्ताको हालत यस्तो हुँदो रहेछ गाइज, पानीले खाइदियो। अनि यो चाहिँ मेरो हस्बेन्डको फुटबल खेलेको बेलाको त्यो उयो सबै उसले त्यति बेला पाएको रहेछ है। अनि कति राम्रो छ, मैले सजाएर राखिदिएको छु। यो चाहिँ मैले पुसिरहेको हुन्छु, अनि पुस्नु पर्दैन, यो मैले सफा गरिरहेको हुन्छु गाइज होइन। तर यसो जालीहरू चाहिँ
मैले कहिले कहिले मात्र गर्छु क्या, रेगुलर गर्दिनँ। अनि दराजको पछाडि पनि गर्नु पर्यो भनेर लाग्दैछु होइन। अनि यो उल्टो पारेर राखेको फोटो चाहिँ यो हाम्रो संसारमा हुनुहुन्न होइन। हाम्रो मेरो हस्बेन्डको चाहिँ हजुरबुवा हुनुहुन्छ, उहाँ चाहिँ, उहाँको तस्बिर हो त्यो चाहिँ। गाइज भन्दो रहेछन् के, मरिसकेको मान्छेहरूको फोटो चाहिँ कोठामा नराख्नु रे, आफूले देख्ने ठाउँमा नराख्नु रे भन्दो रहेछन् होइन। त्यो कुरा तपाईँहरूलाई कतिको साँचो लाग्छ, कतिको के लाग्छ है। मलाई चाहिँ खासै त्यस्तो कुरामा विश्वास लाग्दैन, तर पनि अरूले भनेअनुसार चाहिँ हो, किन राख्नु भनेर चाहिँ मैले राखेँ। अनि हाम्रो यो सानो मन्दिर है, अनि त्यही हो गाइज, मैले सबैतिर त्यहाँनिर मैले पुरै त्यहाँ सफा गर्दैछु है। यस्तै छ मेरो चाहिँ दिनहरू, यसरी बितेको। फेरि आज म एकदमै बिरामी पनि छु क्या, यस्तो बिरामी छु होइन। रुगा लागेर त्यस्तै भइरहेछ, मलाई ज्वरो आएर के गर्ने के भन्ने क्या, अब कसलाई भन्ने होइन। म एक्लै छु, कसलाई भन्ने हो र आफैले आफैलाई बाहेक होइन। अनि कोठा चाहिँ पुरै लथालिङ्गै थियो क्या गाइज मेरो। बिहान पनि मैले खुरुक्क बेड मिलाएँ त्यति हो। अनि खानासाना बनाएँ, खायो। अनि सन्चो नभएपछि ऊ यत्तिकै बसेको लथालिङ्ग पाराले मैले कोठा राखिरहेको थिएँ है। अनि त्यसपछि चाहिँ अब यो कोठालाई पनि सफा गर्नु पऱ्यो। पहिला त मेरो त्यो फोटो पुस्ने मात्र मोटिभ थियो गाइज। अब यस्तो लथालिङ्ग देखेपछि अब यत्तिकै छोड्न त मिलेन नि त। फेरि मलाई ओसिडी छ गाइज, ओसिडी छ। म ओसिडी भएपछि मैले जसरी नि सफा गर्नैपर्छ। अनि मैले चाहिँ पछि यो सफा कोठा चाहिँ पुरै मिलाइसकेपछिको भिडियो है यो गाइज। यो चाहिँ हेर्नु त ल, कति राम्रो, कति चट्ट परेको ल। यस्तो हुने कोठालाई अघि नै मैले कस्तो बनाएर राखेको। अनि त्यो सोफामा चाहिँ सबै धुने कपडाहरू हो, मैले त्यो अहिले धुन्छु भनेको थिएँ, तर बाहिर यस्तो पानी पऱ्यो गाइज। अनि त्यसपछि चाहिँ मैले होस् अब भोलि धौला त नि भनेर छोडिदिएँ। त्यहाँ तल चाहिँ मेरो बुकहरू छ। अनि त्यहाँ पनि त्यो सेतो कपडामा पोको पारेको पनि मेरो एउटा स्पेसल कुराहरू छ, त्यो पछि भिडियोहरूमा देखाउँदै जाउँला होइन। अनि त्यसपछि यतिको भयो। अनि मैले यताबाट पनि ढोकाबाट पनि खिचेको, यति भयो। अनि राम्रो, अब यति भएपछि शान्त भयो। अनि मैले यहाँ चाहिँ मकै बसालिरहेको थिएँ। मकै चाहिँ मेरो एकदमै फेभरेट फुडमा पनि पर्छ। अनि पाकी त हाल्यो होइन, पाकिसकेको थियो। अनि मैले खाएँ, मलाई यति मिठो लाग्छ गाइस, यति मिठो लाग्छ होइन। मलाई खानाको सट्टामा मकै दियो भने म त्यही खाइदिएर बस्छु, त्यही खाइदिएर जिन्दगी कटाइदिन्छु के, म त्यस्तो मान्छे हो है। अनि यति मिठो थियो मकै, गुलियो थियो क्या फेरि। अनि त्यसपछि मकै खाइसकेपछि मैले आफ्नो फेसमा केयर गर्नको लागि त्यो के लगाएँ क्या। अब त्यसको नाम चाहिँ म भन्दिनँ, देखिसक्नुभयो होइन, किन भनिराख्नु। अनि मैले त्यो लगाएर अलि राम्री भइन्छ कि भनेर ऊ अब मुख धुने बेला भएको छ नि त, पखाल्ने बेला भएको छ। मैले 20 मिनट जति राखिसकेँ। अनि फेस धुँदैछु म चाहिँ गाइस होइन। अनि हेर्नु न त्यहाँ टिका, हेर्नु न टिका मैले कहाँ राख्छु। हो माइ गड, मेरो दिमाग कता छ होइन, केही छैन। त्यो मैले मुख धुँदाखेरि अब होइन, त्यो टिका कति चाहिँ किनिराख्नु त भन्थ्यो, साइडमा राखेको मात्र हो, त्यस्तो अरू केही पनि होइन गाइस होइन। अब मैले देख्छु हेर्नु टिका, ऊ अब चाहिँ देख्छु क्या मैले टिका गाइस। अनि त्यसपछि मैले आफ्नो फेस मजाले धुएँ होइन। अब अलिकति राम्रो हुन्छु कि राम्रो देखिन्छ कि भनेर। अब हामी जस्तो नराम्रो मान्छेहरूलाई राम्रो देखिन कति धेरै मन लाग्छ गाइस, तर के गर्नु, राम्रो नभएपछि है। अनि त्यसपछि मैले मुख धोइसकेँ। अनि यसो हेरेको लौ झन् काली देखिरहेको छु। अनि फेरि उज्यालोमा गएको गोरी देखिरहेको छु। ओ माइ गड, के गर्ने के गाइस, के गर्ने। अनि म भित्र गएँ। अनि यसो मुख पुस्नु पऱ्यो भनेर लाग्यो। अनि त्यसपछि मुखसुख पुसेँ गाइस होइन। मैले आफ्नो फेस केयर रुटिन पनि हालेछु कुनै दिन। मेरो फेस चाहिँ एकदमै खत्तम थियो गाइस। यो त धेरै राम्रो हो, मेरो फेस कति राम्रो भएको, कति राम्रो भएको। यहाँ चाहिँ अरू कसैले आरती गरिरहनु भएको छ। अनि घन्टी बज्यो। अनि यो पानी चाहिँ मेरो वेट लस ड्रिङ्क हो क्या, वेट लस ड्रिङ्क हो होइन। अब के हालेको छु त्यहाँ देखिसक्नुभयो होइन। अब यसले चाहिँ मेरो वेट लस गराइरहेको छ। अनि यो पानी एकदमै इफेक्टिभ छ क्या, त्यही भएर म चाहिँ जहिले पनि बिहानको खाना पछि, अनि होइन बिहानको चाहिँ खाना अघि खाली पेटमा, अनि बेलुकाको चाहिँ केही खाएर चाहिँ मैले खान्छु यो ड्रिङ्क है। खानालाई त्यस्तो मिठो चाहिँ हुँदैन है गाइज, एकदमै कस्तो कस्तो हुन्छ क्या। ऊ मलाई पोल्यो क्या गाइज, ऊ हेर्नु त मेरो मुख बिग्रेको हो माइ गड, कस्तो बच्चा जस्तो हो कि। अनि तात्तातै खाएपछि पोल्दैन त होइन। अनि त्यसपछि मैले ऊ हनुमान चालिसा गर्दैछु। मेरो हनुमान चालिसा सुन्नु होला पुरै है, 2 मिनटको छ, अब सुन्नु होला। म चाहिँ जहिले पनि हनुमान चालिसा गर्छु 11 पटक है त। बाई बाई गाइस।
सुमति सङ्गी पञ्चम वर्ण विराज सुवेश कानन कुण्डल कुञ्चित केश हात वज्र ध्वज विराज काँधे जल अवसारे शङ्कर स्वयं केसरी नन्दन तेज प्रताप माल जगवन्दन विद्याबाल गुणवती चतुर राम काज करिबेको आतुर प्रभु जय विष्णु तुलसिया राम हतन सीता मन बसिया सुस्मृत दरिसिया सिद्धा विकट कपरि लंका जरावा विमान कपरि सुसार नाम जल प्रकाश सगर भय शिव कंदिया शिव श्री लैला विपति विनय कपड़ा तुम प्रियवती संभय सहस्वर तुलसी श्री सुपरि गंधर गवसन करि कपवाद में सदा सारा सही रही सजन को पाल चाहते कवि को रह सके कहा तुम पास के रूप में राम नारायण स्वतः गुना तमर मंत्र विशन मार सर्व सब जगह जुग सब जुग ताई मेरो फल जाने प्रभु मेरो करेन खुवाई जाए लाइला जुलाई दे कासे द पुंचे दिसु को मुंडो तो मेरे के राम दुआरे को मारे को ना दिन के सारे सब सुख को मैं सना को मैं चका को ना आप दूसरे वाला के मैंने कहा तो पूरा पूरी विचार से करने आ रहा है जब नाम सुना सुना सब की राजा को तो नहीं के संग के आने चला तो नहीं सब करामत किसी राजा के लिए राजा सब हो राजा वो तो जो बाहर से नहीं कुछ का विचार जो करते हैं कैसे जाते हैं सारे सुंदर को कार्य से नहीं अष्टसिद्धि प्रभु जाने राम शंकर कश्मीर सत्य नाम पावित विश्राम अंधकाल को जाए जहाँ जन्म पाए जीवन सर्वसुर शंकर पतन सत्य रजस्वी हनुमान हनुमान बसाए कृपा करो कुल साधन हनुमान चालीसा Guru Kumari Sadaha Cheraki Janati Ve Madhya Bhavana Vedha Katana Mangala Kirpadam Bakasitas Kavacham Suri Jai Sri Hanuman Jai Jai Sri Ram Jai Jai